नमस्कार सम्पूर्णमा। आज हामी हाम्रो स्थापनाको केही समयावधिका बीचमा केही शब्दहरू राख्न जाँदैछौँ। यस डिस्कभरी पाथवे प्राली स्थापनाको आज 2.5 वर्ष पुगेको छ। स्थापनाको यस सत्रमा हामीले विभिन्न समयमा विभिन्न डेस्टिनेसनहरूका लागि विद्यार्थीहरूको साथ सहारा र हात बनेका छौँ। हरेक कन्सल्टेन्सीको झैं हाम्रा पनि दुःखका कथाहरू छन्, असफलताका कथाहरू छन्, तर पनि हामी घमण्डका साथ भन्न सक्छौं कि कुनै दिन पनि हामी आफ्नो कर्मबाट भागेका छैनौं, रोकिएका छैनौं र डराएका छैनौं। हामीले देखेका सपनाहरू हामी पूरा गर्नेछौं। यस बीचमा हामीले आफ्नो प्रमुख गन्तव्यका रूपमा साउथ कोरियाको एक्सपोर्टिजम बढाएका छौं। हामीसँग कोरियाका विभिन्न विश्वविद्यालयसँगको प्रत्यक्ष सहकार्य समन्वय गरेका छौं। जापानका धेरै गाहकहरूसँग हामीले क्याम्पसमा पुगेर प्रत्यक्ष सहकार्य एग्रिमेन्ट गरेका छौं। विभिन्न विद्यार्थीहरूलाई उनीहरूको गन्तव्यसम्म मात्र होइन, त्यस पश्चात हुने च्यालेन्जेस, दुःख पीडामा पनि हामी हातमा हात राखेर अगाडि बढेका छौं। त्यसैले त डिस्कभरीले आफ्नो छोटो यात्रामा एउटा इतिहास रच्न सफल भएको छ। हामी मल्टी डेस्टिनेसनको कन्सेप्टमा छौं। हामीले कोरियामा पनि सेल्फ अप्लाई गरेर विद्यार्थी हाल्न सकिन्छ र भनेर बजार तर्सँदै गर्दा विद्यार्थीहरूलाई आफ्नो काँधमा राखेर गन्तव्यसम्मको यात्रा तय गरेका छौं। हामीले विद्यार्थीले देखेका सपना पूरा गर्नमा आफ्नो जीवन नै दाउमा राख्न पनि तयार भएर अगाडि बढेका छौं। अस्ट्रेलियामा कलेजमा हालेर पनि भिजा आउँछ र भनेर बजारले भन्दै गर्दा हामीले 6वटा भिजा कलेजमा अप्लाई गरेर प्राप्त गरेका छौं। हामी थाक्ने छैनौं, हामी हार्ने छैनौं अनि हामी आफै कोर्नेछौं दुःख र संघर्षका कथा। साथै शुद्ध हामी विद्यार्थीको भविष्यको लागि उठेका छौं। हामीलाई यस अवस्थासम्म आइपुग्नमा विद्यार्थीहरूको ठूलो तपस्या रहेको छ। अभिभावकहरूको ठूलो प्रेम मिसिएको छ। स्वार्थ भन्दा माथि रहेर आफ्ना फूल झैं छोराछोरीहरूलाई हामीलाई जिम्मा लगाउनु भएको छ र आज हामी यहाँ छौं। तपाईको चाहना नै हाम्रा संघर्षका कथाहरू हुन्। हामीले यस बाहेक बनेपाबाट पनि अमेरिका, क्यानाडा, डेनमार्क, युके अप्लाई हुन्छ र भनेर सोध्दै गर्दा सबै देशहरूको भिजासम्मको यात्रा तय गरेर सपनाहरू पूरा गरेका छौं। हो, यस्तै यस्तै कथाहरू नै डिस्कभरीको चिनारी हो। हामी बनाउने छौं, हामी बन्ने छौं र हामी इतिहास रच्ने छौं। बनेपाबाट काठमाडौँ विद्यार्थी अप्लाई गर्न जाने ट्रेनलाई हामीले परिवर्तन गरेर काठमाडौँ लगायत देशकै विभिन्न भेगबाट बनेपामा अप्लाई गर्न आउने मात्रै नभई भिजा र गन्तव्यसम्मको यात्रा तय गरेका छौं। हो, यो पक्कै पनि एक्लै सम्भव थिएन। यो सबै हजुरहरू, अभिभावक, विद्यार्थी र हाम्रा शुभचिन्तकहरूको प्रेम हो। यी भए हाम्रा विगतका कथाहरू। आगामी दिनमा पनि हामी आफ्ना यात्राबाट थाक्ने छैनौं, रोकिने छैनौं र हार्ने छैनौं। भविष्यका दिनमा हामी विभिन्न स्थानहरूमा हाम्रा शाखाहरू विस्तार गर्नेछौं। विद्यार्थीहरूलाई अझै धेरै सुलभ, अझ धेरै सहुलियतका साथ सहकार्य गर्न अगाडि बढिरहेका छौं। हामीले आगामी दिनमा युरोपका विभिन्न डेस्टिनेसनहरूमा हाम्रा युनिभर्सिटीहरू थप्ने क्रम लगाउँदैछौं भने विभिन्न देशहरूको सहकार्यको सुरुवात गरेका छौं, जसमा माल्टा, हंगेरी, युके लगायतका देशहरू हाम्रो मुख्य आकर्षण हो। केही दुःखद, केही सुखद र केही पीडादायक, केही सहनशीलता हो। यही नै डिस्कभरीको चिनारी। विद्यार्थीका आफ्ना आवश्यकता र चाहना, सोचाइहरूको मिश्रण नै डिस्कभरीको संकल्प हो। आउनुहोस्, तपाईँ सपना देख्नुहोस्, हामी पूरा गर्नेछौं। तपाईको विश्वास हामी पूरा गर्नेछौं। जय डिस्कभरी। नमस्ते, मेरो नाम चाहिँ जिसन राजवंशी। आइ एम करेन्टली स्टडिङ इन युनिभर्सिटी अफ चेस्टर इन युके। मेरो एब्रोड स्टडिजको कुरा गर्नुपर्दा आई स्टार्टेड माई जर्नी सर्चिङ फर कन्सल्टेन्सी एट द बिगिनिङ। सबै अरूहरूले जे गर्नुहुन्छ, आई स्टार्टेड सर्चिङ फर द कन्सल्टेन्सी। म चाहिँ बनेपाबाट हो अनि मैले चाहिँ यसो कन्सल्टेन्सीहरू खोजेँ, कतिमा बुझ्न गएँ अनि मलाई त्यति ट्रान्सप्यारेन्ट लागेन। मलाई चाहिँ सबैभन्दा चाहिने भनेको आई निडेड ट्रान्सप्यारेन्सी। अनि त्यसपछि मैले वाट्सएप होइन टिकटकमा आई जस्ट स अबाउट डिस्कभरी एजुकेसन कन्सल्टेन्सी एन्ड मैले त्यसपछि वाट्सएपमै टेक्स्ट गरेँ। वाट्सएपमा नम्बर थियो, वाट्सएपमा टेक्स्ट गरेँ अनि वाट्सएपमा टेक्स्ट गर्दाखेरि सुमन सरले मलाई रेस्पोन्ड गर्नुभयो। हि इन्सिस्टेड मी टु टक इन 1-on-1 कन्सल्टेन्सी नै आऊ अनि कुरा गरौँला भनेर भन्नुभयो। अनि कन्सल्टेन्सी गएँ म। कन्सल्टेन्सी गएपछि चाहिँ मैले सुमन सरलाई भेटेँ
अनि सुमन सरलाई भेटिसकेपछि चाहिँ सुमन सरले चाहिँ मलाई अमित सर भेटाउनु भयो अनि अमित सरलाई भेटिसकेपछि लाइक मैले अमित सर भेटिसकेपछि सरले लाइक 5-10 मिनटमै सबै कुरा बुझाइदिनु भयो अनि लाइक इट वाज टोटली ट्रान्सप्यारेन्ट रियली थ्याङ्कफुल फर अमित सर मेरो प्रोसेसिङ एक महिना जस्तोमा सक्यो सरी फर द ब्याकग्राउन्ड नोइजेस विन्डको आवाज आइरहेको होला अनि त्यही हो त्यसपछि मैले लाइक प्रोसेसिङ स्टार्ट गरेर मैले भिजा पनि सक्सेसफुल्ली आयो अल द थ्याङ्क्स फर डिस्कभरी एजुकेसन टिमको सबै मेम्बरहरू नट ओन्ली अमित सर सबै मेम्बरहरू लाइक रियली कोअपरेटिभ हुनुहुन्छ बुझिदिनुहुन्छ अब स्टुडेन्टहरूलाई कस्तो फिल हुन्छ के हुन्छ अनि लाइक दे आर रियली ट्रान्सप्यारेन्ट थ्याङ्क यू फर एभ्रिथिङ रियली थ्याङ्कफुल फर अमित सर अनि धन्यवाद। नमस्ते सबैजनालाई मेरो नाम चाहिँ सुबिना हो म चाहिँ अहिले अस्ट्रेलिया बस्दै आइरहेको छु म अस्ट्रेलिया आएको चाहिँ 2 वर्ष भयो र 2 वर्ष अगाडि चाहिँ मलाई अमित सर र डिस्कभरी एजुकेसन कन्सल्टेन्सीले चाहिँ एकदम धेरै हेल्प गरेको थियो किनभने 2 वर्ष अगाडि पनि म अस्ट्रेलिया आउँदाखेरि चाहिँ लाइक भिजा प्रोसेसहरू चाहिँ एकदम धेरै डिफिकल्ट थियो होइन हामी कतिवटा डकुमेन्टहरू बनाएर पनि फेरि त्यसलाई चाहिँ बनाउन पर्थ्यो तर जति नै गाह्रो भए पनि डिस्कभरी एजुकेसनले चाहिँ त्यो फिल हुन दिएन र म अहिले जहाँ छु जे छु त्यो सबै डिस्कभरी एजुकेसनले गर्दाखेरि छु र म अस्ट्रेलिया आइसकेपछि पनि मेरो यहाँ कोही हुनुहुन्न थियो सो डिस्कभरी एजुकेसनले चाहिँ मलाई एकदम धेरै हेल्प गर्नुभयो यहाँ आएपछि पनि रुमहरू खोज्दिन अनि त्यसपछि अरू फेसिलिटीहरूको लागि एयरपोर्ट पिकअपहरूको लागि पनि एकदम धेरै हेल्प गर्नुभएको थियो सो आई हाइली रिकमेन्ड to you all that Discovery Education is the best consultancy. Thank you. 안녕하세요. 제 이름은 तिमलसिना स्वस्तिका입니다. नमस्ते मेरो नाम स्वस्तिका तिमल सिन्हा हो म चाहिँ हाल साउथ कोरियाको बुसानमा टोङमिङ युनिभर्सिटीमा पढ्दै आइरहेको छु म कोरिया आएको चाहिँ 6 महिना भयो मेरो चाहिँ प्रोसेसिङको जर्नी देखि भिजा गेन गर्नेसम्म अमित सर लगायत डिस्कभरी टिमले चाहिँ एकदमै साथ र सपोर्ट दिनुभयो त्यसैगरी कोरिया आएपछि पनि एयरपोर्टबाट पिकअपदेखि रुम खोजिदिनेसम्म सबै सर्भिसहरू एभाइलेबल गराइदिनु भएको थियो त्यसैले हामीले चाहिँ विथआउट स्ट्रेस सबै कुराहरू म्यानेज गर्न सक्यौं अब डिस्कभरीबाट भिजा गेन गरेर बस्नुभएको सम्पूर्ण विद्यार्थीहरूलाई कङ्ग्रेचुलेसन एज वेल एज वेलकम टु कोरिया भन्दै सेप्टेम्बरमा आउनको लागि प्रिपेयर गर्दै बस्नुभएको भाइ बहिनीहरूलाई बेस्ट अफ लक थ्याङ्क यू। नमस्ते सबैजनालाई मेरो नाम कुसुम तिमल सिन्हा हो म 2024 अक्टोबरमा जापान आएको म अहिले टोकियोको यु ल्याङ्ग्वेज एकाडेमी गएकोमा पढिरहेको छु डिस्कभरी एजुकेसन कन्सल्टेन्सीमा रहनुभएको सुमन सर र अमित सरको कारणले गर्दा आज म यो ठाउँसम्म आइपुगेको छु म यहाँ आउँदाखेरि चाहिँ सरहरू पनि भ्रमणको लागि यतै आउनुभएको थियो जसले गर्दा मलाई के गर्ने कसो गर्ने भन्ने कुराहरूमा चाहिँ सहयोग प्राप्त भएको छ तपाईहरू पनि जापान आउँदै हुनुहुन्छ आउन चाहनुहुन्छ भने चाहिँ डिस्कभरी एजुकेसन कन्सल्टेन्सीलाई साथ सहयोग र माया गरिदिनु होला जसले गर्दा तपाईहरूले पनि आफ्नो सुनौलो भविष्य प्राप्त गर्न सक्नुहुन्छ धन्यवाद। म चाहिँ प्रशंसा चौलागाई वान अफ द स्टुडेन्ट रिप्रेजेन्टेटिङ डिस्कभरी एजुकेसन प्रिभियसली मेरो चाहिँ म अस्ट्रेलिया आएको 2 वर्ष भइसक्यो एन्ड आई गट अ लट अफ सपोर्ट फ्रम डिस्कभरी एजुकेसन ड्युरिङ माई भिजा प्रोसेसिङ and I would like to thank every staff from Discovery Education for helping me through such phase, and I would like to congratulate every student for their visa grant, and that is the first struggling phase of your life and the real struggle starts now. So congratulations and best wishes to every student. Thank you. Discovery pathway ko journey चाहिँ धेरै लामो छ अब भन्न भने प्रोग्रामै सकेर है जे भए पनि अब डिस्कभरी पाथवे नाम मात्र एउटा ब्रान्ड हो अब काभ्रे जिल्लामै एउटा ब्रान्डको रूपमा भइसकेको छ डिस्कभरी पाथवे भनेर यसबाट म्याक्सिमम लगभग यो काभ्रे जिल्लामै धेरै पठाउने भनौँ न अब अपरेट स्टडीको लागि
सक्सेसफुल स्टोरीहरू डिस्कभरी पाथवेबाट म्याक्सिमम नै छन्। अब म पनि डिस्कभरी पाथवेसँग जोडिएको लगभग 1.5 वर्ष भयो। मेरो पनि जर्नीहरू थुप्रै अरू कन्ट्रीबाट स्टार्ट भएर अब साउथ कोरियामा आएर टुङ्ग्यो। अब धेरै धेरै धन्यवाद सरहरूलाई। अब यहाँको अलिकति एउटा कम्प्लेन चाहिँ के भने सरहरूले चाँडै काम गरिदिनुहुन्छ, एउटा यो कम्प्लेन भयो। अब अरू कन्सल्टेन्सीहरू जस्तै चाहिँ अब चपाने गाली गर्ने अब नोटिसहरू पास नगरिदिने भन्ने यहाँ छैन, त्यो पनि एउटा अर्को कम्प्लेन भयो। अर्को भनेको चाहिँ अब सोध्ने बित्तिकै क्विक दिइहाल्ने कि जस्तै कि पेमेन्ट पैसा साट्ने बेलामा सर यहाँ छ भने चाहिँ यहाँ जाऊ, त्यो पनि एउटा कम्प्लेन भयो। अब अरू साथीहरूले चाहिँ मलाई सोध्दै थियो कि कोरियाको लागि डेट पाइन, डेट खोलिदेऊ यताउता भन्थे, तर हाम्रो चाहिँ एकदमै चाँडो हुने, अब भनेको 1-2 दिनमै डेट पाइहाल्ने, भिजा लगेको डेट पाइहाल्ने, त्यो पनि कम्प्लेन भयो। अब चाहिँ जुन कति केही पनि छैन, सबै एकदम राम्रो मात्रै डिस्कभरी पार्दैन होला, केही कमी कमजोरी होला, तर म्याक्सिमम भनेको राम्रो मात्रै छ। धन्यवाद। सो हाई नमस्ते, अनि मेरो नाम चाहिँ सङ्गम गौतम, अनि म चाहिँ अहिले चाहिँ रिसेन्टली चाहिँ क्यानाडामा छु। म चाहिँ क्यानाडा आएको चाहिँ त्यस्तै लगभग 10 महिना जति भयो। अनि त्यसपछि मैले चाहिँ क्यानाडा आउनको लागि चाहिँ डिस्कभरी एजुकेसन कन्सल्टेन्सीबाट चाहिँ अप्लाई गरेको थिएँ, जुन चाहिँ बनिपामा रहेको छ। अनि मेरो जर्नी चाहिँ डिस्कभरीसँग चाहिँ एकदमै राम्रो भयो। मैले सुरुमै आइएल्स पनि त्यतै गरेँ, अनि त्यसपछि आइएल्स गरेपछि चाहिँ दाइहरूले चाहिँ ल तिमी अब अप्लाई गर्दा हुन्छ भनेर एकदमै धेरै सपोर्ट गर्नुभयो। मेरो एभ्री डकुमेन्टेसनहरूदेखि लिएर सबै कुरामा चाहिँ उहाँहरूको एकदमै ठुलो हात छ। लाइक उहाँहरू नभएको भए चाहिँ मेरो अहिले यो जर्नी सक्सेसफुल हुन्न थियो होला, किनकि मैले चाहिँ भिजा चाहिँ डिसेम्बर 29 लज गरेको थिएँ, अनि अहिले चाहिँ जनवरीमा चाहिँ लाइक 2024 लाग्दा चाहिँ भिजाको रिजेक्सन चाहिँ एकदमै नै लाइक जब 35% भिजा मात्रै अप्रुभ भएको थियो, र त्यो 35%मा चाहिँ म पनि परेँ, जुनमा चाहिँ हाम्रो डिस्कभरी एजुकेसनको चाहिँ एकदमै ठुलो हात छ। त्यस्तो म्यासिभ रिजेक्सनमा पनि मेरो चाहिँ भिजा आयो। त्यसैले म हाम्रो दाइहरूलाई अनि त्यसपछि डिस्कभरी एजुकेसनलाई चाहिँ एकदमै धेरै धेरै थ्याङ्कफुल छु म चाहिँ उहाँहरूसँग चाहिँ। अनि हजुरहरूलाई पनि यदि चाहिँ लाइक फरेन कन्ट्रीहरूमा पढ्न लाइक क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड जता पनि जान मन छ भने चाहिँ म चाहिँ हजुरहरूलाई चाहिँ डिस्कभरी एजुकेसन नै रिकमेन्ड गर्छु। त्यहाँबाट चाहिँ हजुरहरूले चाहिँ आफ्नो लाइफमा सक्सेस पाउनुहुनेछ र आफ्नो जर्नी पनि हजुरहरूको स्मुथ हुनेछ। थ्याङ्क यू। नमस्ते, म डिस्कभरी पाथवेको सञ्चालक CEO अमित नेउपाने। आज म यति बेला तपाईहरुलाई हाम्रो डिस्कभरी पाथवेको ग्रेजुएसन सेरेमनीको बीचमा तपाईहरुलाई के जानकारी गराउन आइरहेको छु भने डिस्कभरी पाथवे के को लागि बनेपामा छ र कस्ता कस्ता विद्यार्थीको लागि चाहिँ हामीले काम गर्दै आइरहेको छौं। डिस्कभरी पाथवे बनेपामा स्थापना हुनुको मुख्य उद्देश्य भनेको एकदमै निम्नवर्गीय विद्यार्थीलाई एउटा लेभल अफ कन्ट्रीमा पुर्याउनको लागि गर्नुपर्ने विभिन्न स्टेजहरूलाई चाहिँ हामीले गाइडेन्स गर्ने, मार्गनिर्देशन दिने र हरेक खालका क्रियाकलापहरू चाहिँ कसरी कम्प्लिट गर्न सकिन्छ भन्ने पार्टमा डिस्कभरी पाथवेले विगत 2.5 वर्षदेखि काम गर्दै आइरहेको कुरा त हजुरहरूसँग एकदमै हजुरहरूले बुझ्नु भएको पनि छ। हामीले यो बीचमा मोर देन 200 स्टुडेन्टलाई चाहिँ आफ्नो डेस्टिनेसनमा पुर्यायौँ, जसमा सबैभन्दा बढी विद्यार्थी हामीले कोरियामा पठाएको छौँ, त्योभन्दा सेकेन्डमा हामीले जापानमा पठाएको छौँ, थर्डमा अस्ट्रेलिया, फोर्थमा UK, फिफ्थमा डेनमार्क, सिक्स्थमा न्युजिल्यान्ड गरेर हामीले विभिन्न डेस्टिनेसनमा चाहिँ विद्यार्थीहरूलाई आफ्नो भविष्यसम्मको यात्रा विद्यार्थीकै इन्ट्रेस्टमा काम गर्दै आइरहेको छौँ। यससँगै विद्यार्थीले पुगिसकेपछि के गर्ने, कति समयमा चाहिँ के कुरामा हतार गर्ने, के कुरामा ढिलाइ गर्ने, के कुरामा चाहिँ महत्त्वाकांक्षा राख्ने, के कुरामा नराख्ने, एकदमै विदेश जाने भनिसकेपछि 1 वर्षमै करोडपति हुने भन्ने खालको हाम्रो जुन कन्सेप्ट छ त्योबाट हजुरहरू बाहिर आउनुपर्छ। हामी स्टुडेन्ट भिजा बोकेर जाँदैछौँ र स्टुडेन्ट भिजामा जाने विद्यार्थी भनेको हामी नितान्त विद्यार्थी हो, तर हामीले चाहिँ स्टुडेन्ट भिजाको लागि चाहिँ एप्लिकेसन प्रोसेस गर्छौँ। सर्टेन टाइम तपाईँहरूको स्ट्रगलिङ फेज हुन्छ, 4 years, 3 years, 2 years according to the course and the university. युकेमा हो भने 3 years को ब्याचलर डिग्री हुन्छ, बाँकी सबै युनिभर्सिटी कलेज अथवा चाहिँ कन्ट्रीहरूमा 4 years को ब्याचलर डिग्री हुन्छ, डिप्लोमा गर्ने भने 2 years को हुन्छ। यो कुराहरूलाई चाहिँ अवगत गर्दै तपाईँहरूले के कुरा बुझ्नुपर्छ भने डिस्कभरी पाथवेले तपाईँहरूलाई त्यहाँ पुर्याउने, त्यहाँनिर पिकअपको कुराहरूलाई एरेन्ज गर्ने, रुम सेटअपलाई एरेन्ज गर्ने, होस्टेललाई एरेन्ज गर्ने
र हामी डाइरेक्टली युनिभर्सिटीहरूसँग काम गरिरहेको छौँ। त्यो हुँदाखेरि त्यहाँ हुने विभिन्न खालका समस्याहरूलाई हामी यहीँ बसेर कोअर्डिनेसन गर्न सक्छौँ। त्यसले गर्दाखेरि चाहिँ विभिन्न ठाउँमा रहनुभएको र के कुरामा चाहिँ हामी तपाईँहरूलाई विश्वस्त गराउन चाहन्छौँ भने हामी स्टुडेन्ट र युनिभर्सिटीसँग रिलेटेड एभ्री कुरामा हामी तपाईँको रेस्पोन्सिबिलिटी लिन सक्छौँ, बट वी आर नट रेस्पोन्सिबल फर यर वर्क। काम लाउनै पर्छ, एक दिनभित्र काम लगाइदिनु पऱ्यो, यसरी काम गरिदिनु पऱ्यो, मेरो चाहिँ काम गर्न पाइनँ भन्नुहुन्छ भने तपाईँ आज नै प्रोसेस नगर्नुहोस्। किनकि स्टुडेन्ट भिजा बोकेर जाँदैछौँ एउटा ब्युटिफुल कन्ट्रीमा, एउटा ड्रिम कन्ट्रीमा, एउटा भविष्य बोकेर जाँदैछौँ भने इट टेक्स टाइम होइन। सबैजनाले भविष्य बनाउँदै हुनुहुन्छ, बन्दै पनि छ र बनेको पनि छ, बट इट टेक्स टाइम। जस्ट वेट अन्टिल यु गट सक्सिड। सो यो कुराहरूलाई याद गरेर चाहिँ डिस्कभरी पाथवे बनेपामा खुलेको छ। हामीले यही इन्टेकमा पनि बजारमा धेरै खालका कम्प्लेनहरू रहे, बजारमा धेरै खालका विद्यार्थीहरू अड्केको कुराहरू रहे, तर कुनै पनि विद्यार्थीलाई कुनै पनि खालको समस्या, डकुमेन्टेसनको समस्या, कुनै पनि विद्यार्थीलाई चाहिँ विभिन्न खालका चाहिँ समस्याहरूलाई बाट अगाडि बढ्न सक्ने गरी हामीले एउटा खालको चाहिँ पाथवे तयार गरेको छौँ। त्यही पाथवे एउटा ट्र्याक, एउटा बाटो डिस्कभरी पाथवे हो। यो पाथवेले तपाईँलाई तपाईँको भविष्यतर्फको तपाईँको कुनै पनि गन्तव्यको यात्रालाई डिस्कभरी पाथवेले तय गर्छ र 100% गर्छ। डिस्कभरी पाथवेलाई विश्वास गर्नु होला। हस्, थ्याङ्क यू।